नेपाल में ये सब हो सकता है ना नेपाल में करवाओ यार नेपाल के लोग बहुत इग्नोर करते हैं पता नहीं यार नेपाल में इतने सारे भाई फ्री फायर में पता है अच्छे प्लेयर नेपाल फ्री फायरको ई स्पोर्ट्स रिलेटेड हुँदैछ हैन म चाहिँ सर्जु गिरी टोन्डे गेमर चिन्नुहुन्छ होला मलाई हैन अनि मलाई चिन्नेले विशाल भाइलाई नचिन्ने भन्ने कुरा हुँदैन विशाल भाइले आफ्नो भनेको एउटा इभेन्ट गराएर हामीले छोड्नेवाला चाहिँ छैनौँ हाम्रो भनेको चाहिँ इयरली अब मन्थली कतिवटा हुन्छ कसरी हुन्छ त्यो प्लान अनुसार जाउँ फर्स्ट एउटा स्टार्ट गरौँ कति टिम्स आउँछ कति प्लेयर्स आउँछ अनि मेनली यो भनेको सबैले चाहिँ इन्भाइटेड हो कि भन्ने बुझ्नु होला इन्भाइटेड भन्ने कुनै पनि हुँदैन स्टार्टिङमा ओपन रेजिस्ट्रेसन हुन्छ कुनै पनि क्रिएटर इन्भाइटेड हुँदैन कुनै पनि टिम इन्भाइटेड हुँदैन सबै क्वालिफाइङ खेलेर आउने हो त्यसपछि नेक्स्ट सिजनदेखि चाहिँ बरु जुनले फर्स्ट सिजनमा राम्रो पर्फर्म गर्यो उसलाई इन्भाइटेड गरौँला प्लस हाम्रो धेरै कुराहरू हुन्छ इभेन्टको बिचमा अब अरू क्रिएटरहरू पनि आउनुहुन्छ हामी दुईजनाले मात्र गर्दैछौँ यो तपाईँहरू सबैको हात छ यसमा अरू सबै क्रिएटर पनि हाम्रो बिहाइन्डमा सबैले सपोर्ट गर्दै आउनुभएको छ म्यानेजमेन्ट टिमलाई जति पनि नेपाली युट्युबर हुनुहुन्छ सबैले हाम्रो एउटा ग्रुप छ उहाँ चाहिँ सबैले समर्थन दिनुभएको छ सपोर्ट चाहिँदाखेरि केही रेजिस्ट्रेसन हुन्छ एउटा गुगल डकुमेन्ट फर्ममा रेजिस्ट्रेसन हुन्छ त्यो चाहिँ तपाईँहरूलाई एउटा अर्को भिडियोमा भन्नेवाला छौँ अर्को कुरा भनेको हामीले यही चाहिँ च्यानलमा चाहिँ हामीले लाइभ स्ट्रिम गर्दैनौँ एउटा एनाउन्समेन्ट भिडियो एउटा रिच पुगोस् भनेर यो च्यानल एक्टिभ छ नि त त्यही भएर यसमा हालेको छौँ लाइभ हुनेदेखि लिएर अरू डिफ्रेन्ट काइन्डको इभेन्टको बारेमा सबै इन्फर्मेसन चाहिँ अर्को एउटा च्यानलमा आउँछ त्यो हामीले डिस्क्रिप्सनमा लिङ्क कमेन्टमा पिन गरिदिएको हुन्छौँ गएर चेक गर्न नबिर्सिनु होला सब्सक्राइब गर्नु होला त्यही हो अरू केही भन्नु छ भने भन्नु अनि अहिले किन त पहिला किन नगरेको टुर्नामेन्ट भन्नु होला हैन अनि हामीले चाहिँ एकदमै अप्रोच गर्यौँ फ्री फायरलाई यो चिजहरू माग्यौँ मैले विशाल भाइलाई भने यस्तो यस्तो चिज चाहियो भने हामीले पुरै पिडिएफ बनाएर पुरै अप्रोच गर्ने गरेर पठायौँ त्यो पठाउँदा पनि रिप्लाई नै आएन कुनै रिप्लाई नै आएन अनि अहिले रिसेन्टली डिजे आलोको सुट भएको बेलामा चाहिँ गरेनाको टिमबाट 2 जना मान्छे आएको थियो के नेपालमा अनि उनीहरूलाई चाहिँ हामी सबैजना अरू युट्युबरहरू पनि थियो खुकुरी गेमिङ भाइ अनि क्राई टु किल भन्ने अनि लाका भाइ थियो हामी सबैजनाले भन्यौँ कि नेपालमा त ब्यान छैन टुर्नामेन्ट किन अनि नगरेको गेम ब्यान छैन टुर्नामेन्ट किन नगरेको भन्दाखेरि अब बिस्तारै हामीले रोल आउट गर्दैछौँ पहिला बङ्गलादेशमा गर्दैछौँ अनि नेपालमा पनि हुन सक्छ भन्ने तर त्यसको लागि चाहिँ समय लाग्ला भन्ने टाइपको भयो तर तिमी गर्छौ भनेपछि हामीले चाहिने सपोर्ट चाहिँ गर्छु भनेको चाहिँ छ अब गर्छ कि नै भन्ने थाहा छैन किनकि अहिले प्यानल युजर्स एकदमै धेरै आइराखेको छ धेरै बढेको छ ह्याकर्सहरू त्यो भएर हामीलाई चाहिँ उहाँहरूलाई चाहिँ हेल्प मागेको छौँ कि त्यो ह्याकर फाइन्ड आउट होस् जे होस् टुर्नामेन्ट हुँदाखेरि चाहिँ फेयर गेम प्ले होस् भन्ने चाहिँ हाम्रो चाहना हो होइन नत्र त कोही ह्याकरले टिमले मारिदिन्छ त्यो फेयर हुँदैन इभेन्टको मतलब यति मात्र नभएर चाहिँ मैले अब जस्तो धेरैमा सबैलाई स्पोर्ट्स प्लेयर बन्नु पनि हुँदैन है बन्ने पनि रहर हुँदैन कसैलाई चाहिँ कन्टेन्ट क्रिएटर नबनेर स्पोर्ट्स प्लेयर बन्ने हुन्छ त्योबाट अर्निङ गर्छु म राम्रो प्लेयर बन्छु भन्ने सोच हुन्छ तर मेरो चाहिँ भनाइ के भनेपछि तपाईँले त्यो सोच राख्नु राम्रो हो स्पोर्ट्स प्लेयर बन्न खतरा छ तपाईँसँग ट्यालेन्ट तपाईँ टपमा पुग्न सक्नुहुन्छ होला तर हरेक टाइम स्पोर्ट्स नहुन सक्छ हरेक टाइम ल अहिले भइरहेको छैन चान्स कसैले नदिन सक्छ त्यही भएर तपाईँ राम्रो छ क्वालिटी तपाईँमा गेम राम्रो खेल्नुहुन्छ भनेपछि स्पोर्ट्स मात्र नभएर स्पोर्ट्स त खेल्न आउनु कन्टेन्ट पनि क्रिएट गर्नु सँगसँगै हुन्छ नि भिडियो बनाउने आफ्नो गेम प्ले राम्रो गेम प्ले हालेर देखाउने हुन्छ नि यस्तो खेल्ने कसरी भनेर देखाउने त्यो टाइपको गर्नु कन्टेन्ट क्रिएसन गर्न